होइन खाना पाकेको छैन भनेको अहिलेसम्म मलाई ढिलो भइसक्यो भनेको 9 त बजे भर्खर एकछिन कोर्नु न होइन त आज भोलि अलि मुख फर्काउने भएको छ चाहिँ होइन कहाँबाट आइपुग्यो आज जेठनका जोडी फेरि नमस्कार ओहो दाइ भाउजू आज कताबाट आइपुग्नु भयो बस्नु न हस् ओ दाइ भाउजू नमस्ते नमस्कार नमस्कार कति पछि आउनु भयो बहिनीको घर म त धेरै नै भएछ नि यो घर बनाएदेखि नै आएको थिइनँ घर त दरबारै जस्तो बनाइथ्यो नि त्यो त कस्तो राम्रो भएको घर होइन दाइ भाउजू आउनु भएको छ भनेर ट्वाल्ल परेर हेरेर बस्ने कि यसो चिया चिया बनाएर ल्याइदिने हो दाइ पानी होइन चियाले भनेको यसले त पानी पो बोकेर आइरहेछ है होइन केही छैन ज्वाइँ गर्मी छ यस्तो चिया भन्दा त यो पानी नै ठिक हुन्छ नि पानी धेरै ठिक छ नि खानुहुन्छ हजुर होइन गुलकोच बनाएपछि त अलिक गुलियो बनाउन सक्दिनस् कस्तो बनाएको यो बहिनी सुन्नु न ज्वाइँ किन त्यसरी बोल्नु भएको जयको बानी नै त्यस्तै हो भाउजू होइन एकदमै रुखो बोली छ कस्तोसँग बोल्नु भएको छ तपाईँको मुख हेर्दा पनि राम्रो स्वास्थ्य त लागेन मलाई के छ नराटिकन भन्नु है हामीलाई होइन भाउजू त्यस्तो त केही पनि होइन होइन बहिनी ज्वाइँले हामी हुँदा त यस्तरी बोल्नुहुन्छ भने हामी नभए बेला तिमीलाई कतिसम्म गर्नुहुन्छ होला त काले तिमी यहाँ आऊ त दाइ भाउजू एकैछिन न बोलाउनु भयो उहाँले किन बोलाउनु भएको र के सोध्यो तेरो दाइ भाउजूले हँ केही नै होइन त्यस्तो त त्यो केही भन्ने होइन नि बढी बोल्ने होइन त खुसी छैनस् मसँग छु तेरो भाग्य हो यतिको खानदानी घरमा परेछस् जाऊ त जा भनेको सुन्नुहोस् दाइ भाउजू मेरो एकैछिन बाहिर काम छ म गएर आउँछु ल हुन्छ ज्वाइँ साहब अब त भन बहिनी के भएको भनेर यसले दाइ भाउजूसँग के कुरा गर्दो रहेछ एकचोटि सुन्नु पर्यो दाइ घर ठुलो छ धन सम्पत्ति पनि टन्न छ तर यो घरमा म अट्ने ठाउँै छैन दाइ दिनरात रक्सी खानुहुन्छ बाहिर बाहिर केटीहरूसँग हिँड्नुहुन्छ मलाई शिरपति होइन नोकर जस्तो व्यवहार गर्नुहुन्छ दाइ यस्तो भइरहेको छ अनि तपाईँले किन हामीलाई नभन्नु भएको किन यस्तरी सहेर बस्नु भएको भन्नु त नसहेर के गर्नु भाउजू आफू खुसी बिहे गरेँ हजुरहरूलाई भन्न पनि मन लागेन भन्न भन् किन चुप लागेको सबै भन् तपाईँ कस्तो मान्छे हुनुहुन्छ भनेर हामीले सबै थाहा छ ज्वाइँ तपाईँहरू जस्तो माइतीले बिगारेर राख्यो यसलाई महिलालाई अलिकति ठुलो छोरले कराएन भने टाउकोमा टेक्छन् फेरि श्रीमती भनेको सामान होइन ज्वाइँ साहब सम्मान र इज्जत दिएर राख्न सक्नुपर्छ मैले यसलाई घरमा सारा सुख दिएर राखेको छु अलिकति ठुलो स्वरले बोल्दैमा मैले के गरेँ अपराध गरेँ धेरै पैसाको घमण्ड नगरौँ ज्वाइँ साहब पैसा हुँदैमा हजुरको जिम्मेवारी पुरा भयो यहाँ रात दिन बहिनी रोगले हिँड्छ रात दिन राति राति जाँड खान हिँड्ने केटीसँग हिँड्ने घरमा आएर स्वास्नी कुट्ने त्यो पनि तपाईँको जिम्मेवारी हो तपाईँहरू हाम्रो घरको कुरामा किन बिचमा बोलेको हामी बिचमा बोलेको होइन ज्वाइँ साहब बहिनीको आँसु देख्न नसकेर बोलेको हामी हुँदा त यस्तो गर्नुहुन्छ भने हामी नभए बेला तपाईँले के चाहिँ गर्न बाँकी राख्नुहुन्छ आजसम्म मेरो बहिनी तपाईँको अगाडि ठाडो शिर लाएर बोल्न सकेको थिइनँ तर आजबाट मेरो बहिनी सधैँभरि ठाडो शिर लाएर बोल्छ तर यो घरमा चाहिँ बस्दिनँ हिँड बहिनी तपाईँको सम्पत्तिमा तपाईँ नै रजाइ गर्नुहोस् रन्डीबाजी जुवा तास जे गर्नु मन लाग्छ तपाईँ गर्नुहोस् तर मेरो बहिनी यहाँ बस्दिनँ आज जाउँ